this is our international trip to Dubai. हामी चाहिँ यो भ्याकेसन इन्टरनेसनल ट्रिप गर्दैछौँ दुबईको लागि। अहिले हामी गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टमा आइपुगेको छौँ। त्यहाँ हामी अलिकति वेटिङमा छौँ, दुईजना आउँदै हुनुहुन्छ अझै। And this is our first trip to Dubai. Let's see, we are so excited to visit Dubai and Habibi calling! Yay! यहाँ चाहिँ घाम चर्को भइसकेछ भैरवामा। हाम्रो डाइरेक्ट भैरवा टु दुबईको फ्लाइट हो, इन्टरनेसनल फ्लाइट सिधै छ, जसमा चाहिँ एकैछिन काठमाडौँको ट्रान्जिट हुन्छ, आधी घन्टा वेटिङ हुन्छ त्यहाँ। त्यही सेम फ्लाइटमा चाहिँ हामी सिधै पुगिन्छ 4 आवर्समा। ओके, सी यू गाइज, लेट्स सी हाम्रो ट्रिप चाहिँ कस्तो हुन्छ। वी विल सो यु एभ्रिथिङ एन्ड एभ्री फन मोमेन्ट, एभ्री भ्याकेसन ट्रिप्स। ओके, सी यू गाइज। ल हामी चाहिँ हाम्रो प्लेन चाहिँ आइसक्यो यहाँ फ्लाइट दुबईको। अब हामी प्लेनमा चढ्न जाँदैछौँ। हामी सबैजना एकदमै डराएर बसिरहेको थियौँ, किनभने प्लेन चाहिँ 35 मिनटको बाटोलाई 1.5 घन्टासम्म हामीलाई आकाशमा घुमाइ गर्यो। 4 चोटि हेटौँडा फर्काएर प्लेन एकदम हल्लिरहेको भएर चाहिँ सबै प्यासेन्जरहरू डराइरहेको थियो। मम्मी काठमाडौँ आइयो के अरे? काठमाडौँ त आइयो। कस्तो लाग्यो त? बल्ल बल्ल आयो होइन? बल्ल बल्ल आधी घन्टाको फ्लाइटमा हामी 1.5 घन्टा लगाएर बल्ल काठमाडौँ आइपुग्यौँ। सातै गयो बाटोमा। माथि 4 फनको घुमेको पहाड हेर्दा सब कुना टाकुरा पहाड सब देखिसक्यो, चिनिसक्यो सबै। एउटा डाँडा 5 पनि त्यो डाँडोमा कतिवटा घर छ नि सम्झिसक्यो। अब यहाँ काठमाडौँबाट चाहिँ बल्ल हामी यही फ्लाइटमा फेरि दुबई जाने हो। अब यहाँसम्म फाइनली वेदर क्लियर भएपछि बल्ल झऱ्यो। अहिले चाहिँ घाम लागेछ, यस्तो चाहिँ वेदर यहाँ काठमाडौँको। अहिले घाम लागिरहेछ, अहिले राम्रो छ। अब यसपछि पनि राम्रो वेदर भएर वहाँसम्म सेफली ल्यान्ड हुन पाएँ, त्यसपछि दुबई पुगिन्छ। सन्जुले यत्रो बेर खाना नसकेर अब खाँदै हुन्छ। देखेको है? यहाँ अब हाम्रो लन्च टाइम हुँदैछ। हामी अहिले कहाँनिर पुग्यौँ? हामी अब यहाँ हाम्रो काठमाडौँबाट पटना यहाँनिर पुग्यौँ। त्यहाँ मम्मीले खाँदै हुनुहुन्छ। बेला भयो है अब खाने हो। 10 दिन कता राख्ने हो त? यहाँ उतै पछाडि यहाँनिर उतै ल हामी खाना थाल्यो अब। अब कति टाइममा पुगिन्छ? जस्ट 2 आवर्समा। 2 आवर्स यति मात्रै लाग्छ। हामी भर्खर दुबई ल्यान्ड गरेर अब फ्लाइटबाट झर्दैछौँ ट्रेनबाट। And this was our wonderful day. Bye. Namaste. Rest well. Bye bye. Bye bye. Oh, we have breezed too. My God. Just breezing. This is Dubai airport. हामी भर्खर फ्लाइटबाट झर्दैछौँ। हाम्रो त गाडी पनि रेडी भइसक्यो त, यसमै जाने है त। सन्जु जाडो भयो मलाई त। कहाँसम्म लैजान्छ अरे? जहाँसम्म लैजान्छ त्यहीसम्म। यो गाडीबाट सबैजना झऱ्यो। And this is our arrival.
अराइभलको गेटबाट पास भएर चेकिङ गराएर सिमदेखि डाटाहरू सिम दिँदो रहेछ 5G वाला अनि त्यसपछि यो सिममा चाहिँ सिम फ्री 10 GB डाटा फ्री अनि सिम टुरिस्टहरूलाई चाहिँ फ्री हुँदो रहेछ डिस्काउन्ट कार्ड दिएर हामी त्योभित्र अब हाम्रो सुटकेसहरू लिन आइरहेछ कता जाने बाबा यहीँ आउँछ न यहाँ वेटिङ गर्छ हाम्रो लगेज आउँदैछ वी आर वेटिङ आवर लगेज अनि यता चाहिँ यस्तो छ यता यहाँ नयाँ सिम पाउनुभएको सम्झु मक्क हुनुहोस् फ्रीमा सिम दियो डाटा पनि छ चलाउनु पाइने भयो मोबाइल भनेर मक्क भन्नुहुन्छ सबले यहीँ मैले पनि पाएँ टुरिस्टहरूलाई यो चाहिँ राम्रै गरेर रहेछ है सिम यता चाहिँ यस्तो छ यो सबैजना आफ्नै ट्रली लगेज लिन आउनुभएको छ यहाँ त कतै इन्डियन दाइ भाइ कतै नेपाली दाइ भाइ होइन कहाँ छ ए उता रहेछ लाइन पुरै मम्मीहरूलाई के भनेर छोडिदियो त त्यहाँ मम्मीलाई यस्तो भनेको थियो कि उसले ग्लास ग्लास भनेको थियो होइन अनि मम्मी बुझ्नु ए चस्मा निकाल्नु भने जस्तो लाग्यो ग्लास भन्दा के चस्मा निकाल्नु भनेको ग्लास ग्लास भनेको ए जताततै ग्लास छ टेकअप ट्री ग्लास भन्नुपर्छ न अलिक कन्फ्युजिङै भनेछन् क्या तिमीले हामी यो गाडी त्यसपछि दाइहरू आइसक्नु भएको छ दाइहरू होटलमा हुनुहुन्छ माथि रुममा गइसक्नु हामी अहिले चाहिँ हाम्रो कता हो सुत्दै हुनुहुन्छ A few moments later. Oh my god, dude, wow. Wait, oh my god, tree. तिमीलाई 5 कलर्सको स्पाइडी रहेछ मेरो लगेजमा छ साई हामी रुममा साई हाई भन्नु साई हाई भन्नु साईलाई कुन कलरको स्पाइडी ब्लू कलर साई चिन्यौ फुपू सन्जु फुपू Nope. साई अब हामी कहाँ जान्छौँ माथि रुममा तिमीले रुम लिएर राखिदिन्छौ हामीलाई थ्याङ्क यू साई यो कसरी खुल्छ कसरी खुल्छ ए यता जाऊ यता जाऊ अब साईले के सिकाउने छ ए साई खै ए हराम्लिन कि साई त फेरि सबैले नदेखेर साईको गिफ्ट खोल्नुपर्छ कि साईको गिफ्ट खोल्नुपर्छ Sai, are you excited? Yeah. One, two.
एउटा छ 1 blue red black, red, black, red, blue gray. wow you like it Yeah. so you like it Yeah. thank you Kuku Can you? Okay. I'm gonna pop. which one you like Around. Oh no. Yeah. एउटा क्वेशन एउटा one question चाहियो one question यो फुपूको नाम भन्देऊ यो फुपूको नाम के हो Do red. This one red. त्यो रेड हो के सन्जु फुपू खै सन्जु फुपू भन्देऊ मेरो नाम सन्जु फुपू You go say go. उलाई मतलबै चाहियो You go say go. त्यसलाई अब यस्तो गर्ने फाइट गर्दाखेरि यसले फाइट गर्दाखेरि यस्तो 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 हान्ने यस्तरी ठीक है समरिया नाइफ नाइफ यसले लड्ने यसो लडौँ लडौँ यता 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 चक्कु चक्कु स्पाइडी कसरी खेल्छ चाहियो ओके गाइज अहिले हामी हाम्रो रुममा आइपुग्यौँ यो हाम्रो दुई दिदीबहिनीको रुम एकदम थकाइ लागेको छ भोलिदेखि हाम्रो दुबईको घुमघाम सुरु हुन्छ त्यसैले बिहान चाँडै उठ्नु छ यो त रह्यो हाम्रो फर्स्ट एक्सपिरियन्स अफ दुबई इन्टरनेसनल फ्लाइट अनि साइनसँगको दोस्रो भेट लेट्स सी यू इन नेक्स्ट ब्लग टिल देन बाई बाई